रोल्पा जिल्लामा आज हामी यता रुन्टीगढी गाउँपालिकामा रहेको चाहिँ गढी भन्ने ठाउँमा चाहिँ घुम्न आएका छौँ। यहाँ पुरानो ठाउँमा यो गढीको सुरक्षा त ठुलो नालाहरू बनाएको रहेछ। यहाँ ठुलो पहिलाको चाहिँ एकदमै परम्परा भग्नावशेषहरू भवनहरू र पुराना ढुङ्गाहरूले बनाएको चाहिँ एउटा सानो रहेछ यो गढी सुरक्षार्थ बनाएको। अनि उता हाम्रो प्रेमनी सर हुनुहुन्छ, मोहन सर हुनुहुन्छ। अनि उता परको चाहिँ एकजना अलि हाइटमा तपोभूमि तपस्या गर्ने हो ठाउँ हो कि जस्तो लाग्छ, एकजनाले भनेअनुसार। यो पनि गढी अन्तर्गत नै हो। सबै यहाँ गढी सुरक्षार्थ यहाँ पहिलाको होइन, राजा महाराजाहरूले कसरी बनाएको रहेछ मजाको। यहाँ भित्र पनि रहेछ त यहाँ ल यहाँ भित्र पनि अब यो हेर्नु त पुरानो पहिला टक्क हतियारहरूले भित्र बसेर पहिलाका सैनिकहरूले यसरी चाहिँ गढीको सुरक्षार्थ चाहिँ यहाँबाट चाहिँ मान्छेहरूलाई एकदमै लड्ने तरिका के कसरी भन्ने कुराहरू पहिलाकाहरूले चाहिँ खत्रै दिमाग लाउँथे। ल धन्यवाद।